हेलो गाइजहरू के छ भने होइन अब म चाहिँ के गर्नु लाग्यो भनेदेखि एउटा सिलो दिदी पोखरेलको नयाँ भिडियो आउट भएर रहेछ है। त्यसको एउटा राइम चाहिँ बिचको राइम चाहिँ मलाई मन पर्यो, खतरा लाग्यो। त्यही भएर खतरा लागेर चाहिँ मैले के भन्छ रियाक्ट हान्न लागेको होइन। यसो हेरिदिउँ न त भिडियो होइन, हल्का रियाक्ट हानिदिउँ न त भनेर आएको है। सिलो पोखरेलको नयाँ भिडियो रियाक्ट हान्न आँट्दैछु, कस्तो छ ल हेरौँ है, सँगै हेरौँ ल सबैजना मिलेर। लेट्स गो। भिडियो चाहिँ बवाल छ जस्तो छ, भिडियो चाहिँ बवाल छ जस्तो छ है। गीत के कस्तो छ चलो के सिलोको बुढोको नाम त्यो पनि रहेछ गांजा खाएर ठेस बालन बाटो सफा गर मेरो नाममा भएको छ मेरो नाममा भएको छ पढ्दै आइपुगेमा छता छुल्ला भएको रहेछ विकृतिले ने पपेर साह्रै बदनाम भएको रहेछ सिंहासनलाई सम्हाल्न खाँचो मेरै भएको रहेछ गर्छुमा प्रे दुई हात जोडेर अने भक सधैँ राम्रो होस् भनेर अने भक डुब्यो मालेहरू छिरेर आइसक्यो म गोली गट्टा बोकेर केही हुन्न दुई चार कुकुरहरू मरेर रिस गर्नेहरू साला रिस गरिराख लाग्दैछ मेरो पनि खुकुरीमा थार सुमा झेल्न शब्दको प्रार आधी बाटो हिँडिसके हेर्दिन ऱ्यापरहरू सबैजना गाजा कोटी खाने काम दाम केही छैन गफेमा त दिने दिनभरि चार्जमा काल्पनिक संसारमा काम पनि छैन फुर्सद नि छैन दाइहरू भन्यो भाइहरू भन्यो गाजाको अगाडि राख्यो थरी थरी गाजा पाली पालो तान्यो आफूले डोपेस्ट ऱ्यापर ठान्यो लाउरेको ऱ्याप एकदमै फ्ल्याट नो रिदम नो राइम्स फुल अफ क्र्याप हार्यो दाइले लिरिकल गेम धुलोले उडायो नेम एन्ड फेम ऱ्यापरहरू सबैले गरिरहेछन् बन्न खोज्छन् कुल सोझा साझा अडियन्सलाई बनाइरहेछन् फरक छु म मिसिन्न भेडाको हुल ऱ्याप नहन भाइ नसम्म झुमेर कति आइ कति गए देश खान्छु भनेर धेरै ऱ्यापर मरेका छन् ओभरडोज भएर अघि बढ्छन् तेरो लास माथि कुचेर च्यापेर पहरमा गन्धाइ गन्दिना गन्धाइ गन्दिना अलिकति राम्रो छ खतरा बनाएर गाना त्यस्तै हो गांजा खाएर ठेस बालन बाटो सफा गर बालनलाई युज हाने यार मास बालन डिसान्द सफा गर भने यार मेरो नाममा भएको छ मेरो नाममा भएको छ जुन बेला त खेलाउँथी धुलो त्यो बेला म खेलाउँथे धुलो मेरो बच्चा होस् भाइ कुरा नगर त ठुलो यो खतरा लागेको थियो यो ल फेरि सुनिदिउँ अलिकति मेरो नाममा भएको छ जुन बेला त खेलाउँथी धुलो त्यो बेला म खेलाउँथे धुलो यो पढा लाग्यो यार बच्चा होस् भाइ कुरा नगर त ठुलो ठुलो जुन बेला त खेलाउँथिस धुलो त्यो बेला म खेलाउँथे धुलो यो खतरा लागेर सुन्न हो यो नि हेर्न आयो मान्छे कान कस्तो रहेछ त हेर न बवाल रहेछ ल यो चाहिँ बवाल छ है अरू त्यस्तै हो डेन्जर छ यार यो लाइन चाहिँ बवाल छ ओ घरमा छैन चामलको गेडो धाग्न दे गुची जोर्डनको कठाडो पार गर्छु म कुरो नेपाल खाएर अस्ट्रेलिया ल्यान्ड युनिको प्रोफेसर छ मेरो फ्यान लाखौं खर्चेको छु बटुल्न ज्ञान सडक गजडी नदेखान खतरा छ मेरो केटाकेटीको ज्ञान रोलेक्स घाँटीमा चेन चिल्लो छ गाडी फुल छ ट्याङ्क छुट्टै छ पारा फुल छ ब्याङ्क दिनरात हसल ठुलै छ एम गरिब छु भन्छ सिम्पथी पाउन दाम खर्च गर्छ माल सामान किन्न फेस माइले काम गर अगाडि बढ्न मबाट सिक सङ्घर्ष गर्न ठाने बाउकी छोरी होइन झोपडीमा जन्मेको सत्य कुरा गरे मैले लाज मानिन देखि गोली ठोक्ने सँगै हिँडे माल सामान चाकिन मिलेन छैन भन्ने तेरो बेगमा लाज मान खुच्छ मलाई क्रिटिसाइज गर्न डबल डिग्री कुलतको सिक्रेट तोडेर आइज सिलो दिदीसँग लेभल मिलाउन
जसको राइट साइड मिलाएर खासै कतिको रहेछ कि छैन तर भिडियोको क्वालिटी र भिडियो बनाउनु चाहिँ खतरा मिलेर जान्छ गोल्डी के गरिरहेको छ भिडियोमा लिखित हल्ल्याएको छ हात हल्लाएको छ के हो यो मेरो नाममा भएको छ भयो भयो नाममा भएको छ ल सक्यो है सिलु दियो गाना टाइट गीतको खासै गतिलो छैन गीत राम्रो छैन म पनि मेहनत गरेर होइन गीत त गाउँदिनँ ऱ्यापर होइन म तर पनि के भन्छ अलिकति लेख्न बसियो भने चाहिँ योभन्दा अलिकति गतिलो चाहिँ लेख्छु होला लेख्न चाहिँ होइन गीतको राइमहरू मिलाएर लेख्ने भनेदेखि होइन तर अब भिडियो क्वालिटी अनि भिडियो बनाएको चाहिँ जस खत्रै मिहिनेत गरिरहेको छ हल्का के भन्छ नि अब नेपाल छोडेर अर्काको देशमा गएर अस्ट्रेलिया गएर यतिको बनाउनु मिहिनेत गर्नु चाहिँ डेन्जरै हो राम्रै गरे हो है तर खासै गीतको राइम चाहिँ मिलेन दिदी त्यही भएर अलिकति थोरै मिहिनेत गर्ने है अब नेक्स्ट टाइम बनाउँदा चाहिँ अलिकति बवाल बनाउनु तर त्यो एउटा लाइन चाहिँ खतरा लाग्छ त खेलतिस धुलो म खेलते धुलो यो बवाल लाग्यो यो चाहिँ डेन्जर छ ओभर हान्दियो यार यो डेन्जर चाहिँ सिलु दिदीले फाडिदिन्छ नि फेरि एउटा विचार गर है तिमीहरूको लागि खास डिस हानिरहेको छ यसो ट्यापे स्यापे गजडीहरूको लागि भनेर भनिरहेको छ है तिमीहरूलाई भने आउँला विचार गर अनि बालेन दाईको कुरै नगर बालेन दाई के भने बालेन सरको कुरै नगर होइन बालेन सरले काठमाडौँ त्यसै सफा गरे होइन त्यतिको काठमाडौँ हिरो भएन होइन तर बालेनले सफा गर्ने सिलुको यो सवारी हुँदैछ डेन्जर बालेनलाई पनि डेन्जर दियो यार यो चाहिँ सिलुले कडाइदियो है बालेन सरले यो भिडियो सेयर गरिदिउँ है बालेन दाईलाई यसो हेरेर सफा गरिदियोस् सिलु आउँदैछ अरे सवारी गर्दैछ अरे ल हो नि त होइन